आज मिति 2082 साल पुष महिनाको 10 गते क्रिसमस डे को दिन हामी मनाउनलाई चाहिँ यसो बिदाको सदुपयोग गर्दैछौँ। लु हालौँ त सामान, लु हालौँ न सामान, सामान हालौँ लु। कसले अरे फेरि एकचोटि भनौँ त, कसले अरे ल ए ऊ झरेर भए पनि उसले रोकिहाल्छ। अस्ति खुर्सानी बारीमा गएको थियो त ल्यायो भने के हो फेरि। हामी धमाधम सामान लोडिङतिर छौँ। ए हाम्रो यता सर ल बाइक लाने कि गाडीमा जाने? हामी आज पिकनिक स्पटमा आइपुगेका छौँ। हाम्रो यता साथीहरू ए हाम्रो त उहाँ हो लु है लु 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 लागौ लागौ। ल हाम्रो साथीहरू आउँदै हुनुहुन्छ। हामी आज पुसको 10 गतेलाई सदुपयोग गर्दै हामी पिकनिक बोकाइ पर्यो। पिकनिक स्पट नभएर आया रुपाकोटको काखमा पो पुग्नु आँट्यो। आर्मी क्याम्पको माथिल्लो फायरिङ क्याम्प मास्तिर है हामी जाने रुपाकोटको छेउमा पुग्नु आँट्यो। हाम्रो टोली अगाडि बढ्दै हुन्छ। होइन माथि फेरि उतै माथि नै हो र राम्रो। ल हाम्रो हिँडाइ हाम्रो गन्तव्य माथिसम्मलाई अगाडि हाम्रो बढिसक्नु भएको छ। उहाँ हाम्रो रमेश सर योद्धा सबभन्दा अगाडि। लु है ठाउँ चाहिँ क्याप्चर गरेर ओछ्याइहाल्नु। ए ठिक भएछ, मोबाइल कम्पनीको उसलाई बाध्य बाजा नै। ल लु हामी यसरी अगाडि बढ्दैछौँ। हाम्रो 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 स्वरलाई बिजोग भइसक्यो। पेट घट्ने भयो आर्यन सर। दामी आउँदो रहेछ सिन हेर न, दामी आउँदो रहेछ। हामी दाउरा बोकी हिँड्दैछौँ। हाम्रो सरहरू अघि अघि।
दाउरा मकै छ आज दाउराको भारी बिग्रियो के छ तपाईहरुको अवस्था ठीक छ सर झिर उनिदैछ हामीले हैन एकदम यता यहाँ त कति खाल्डो छ आगो गन्किदैछ यता हाम्रो यी सरहरु दमादम प्राउन यताबाट चाहिँ घाम टल्किँदो रहेछ यो चाहिँ हाम्रो परिकार अलिकति भ्यू चाहिँ देखिन नपाइने भयो यहाँ चाहिँ यो माथिको गेट भएको त शहीद पार्क रहेछ नि त शहीद पार्क यो गेट भएको यतापट्टि पार्क बनाएको छ कि गाडी यहाँ आउँदो रहेछ नि त दुर्गा सरबाट माथि ल यो डोरी नाग्ने खेल हुँदैछ अहिले प्रकाश सरले सक्नु भएन अहिले आर्यन सर यहाँबाट गर्नु त ल डोरी नाग्ने कार्यक्रम हुँदैछ हाम्रो मौसममा बाइक ड्राइभ गरेर आउनुभएको छ उहाँहरूलाई पनि हाम्रो निमन्त्रणा आफ्नै कार्यक्रम भए पनि हाम्रो निमन्त्रणा जस्तो स्वीकार गरेर आउनुभएको छ उहाँहरूप्रति पनि हार्दिक आभार प्रकट गर्दछु यो चाहिँ एउटा हामी आफ्नो कार्यव्यस्ततामा कोही अब यहाँ व्यवसायी छौँ हैन कोही कर्मचारी छौँ खेती किसान गर्ने छौँ त्यहाँ चाहिँ एक किसिमले हाम्रो ध्यान एकीकृत भइरहेको हुन्छ आफ्नो पेसामा हैन व्यवसायमा र यो चाहिँ एउटा मुड फ्रेस एउटा मोमेन्ट पनि हुन्छ यहाँ आइसकेपछि आफ्नो कुराहरू मनका कुराहरू एकअर्कामा साथीभाइमा सेयर हुन्छ एक दिन मात्रै भए पनि हाम्रो मन चाहिँ हैन आफूभित्रको पीडा एउटा पोख्ने थलोको रूपमा पनि यस पिकनिकको आयोजना गरिन्छ कतिपय कुराहरू भन्न खोजिएको हुन्छ हैन तर नसकिरहेको अवस्थामा यहाँ साथीभाइमा एक किसिमले आफ्नो कुराहरू पनि सेयर खिटका छाडेर हाँस्ने 6 नम्बरमा चाहिँ खिटका छड्को हाँस्ने परेछ टोपी फुगालेर टोपी पनि फ्याक्नु बोल्नु धन्यवाद यो के आछम त ए मैले धन लडिने यार आशीर्वादको अभिनय गर्ने आशीर्वाद दिने उता भान्जालाई टिका लगाइदिँदै गर भाइ ए दाइको त यसो हातले गर्नु नि मादल बजेन नि मादल 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 त्यही त हाम्रो पिकनिक कस्तो लागिरहेछ तपाईहरुलाई भन्नु त अब चाहिँ भिडियो बनाउँदैछु ल राम्रो लागेछ ए कहाँनिर तपाईहरुको घर ए ल सुरु गर्न गइरहेका छौं अहिले हामी सम्पूर्ण साथीहरु चाहिँ हाम्रो म्याक्स टाइगरमा उभिरहनु भएको छ र अब चाहिँ हामी गेम सुरु गर्यौं है त 1 2 3 गो म्याक्स टाइगर एक्सट्रिम एकदम फास्ट उफ्रिनु पर्यो है त्यो खुट्टा सारेर चाहिँ भएन बुरुक बुरुक उफ्रिनु चाहिँ पर्यो है एक्सट्रिम एक्सट्रिम आउट लाफा लाफा आउट लाफा आउट लाफा आउट
यहाँ भिडियो पनि भइरहेछ को आउट हो भनेर प्रमाणको लागि एक्सट्रिम नेक्स्ट टाइगर एक्सट्रिम एक्सट्रिम स्वर्ग उभिएको उभ्यो हुनुभयो तपाईँ रिटर्न आउट हुनुभयो रेखा बनाउनु है रेखा बनाउँदै गरौँ ल फेरि सुरु एक्सट्रिम एक्सट्रिम नेक्स्ट टाइगर एक्सट्रिम नेक्स्ट टाइगर एक्सट्रिम नेक्स्ट टाइगर रमेश सर स्लो हुनुभयो है नेक्स्ट टाइगर एक्सट्रिम एक्सट्रिम नेक्स्ट टाइगर एक्सट्रिम एक्सट्रिम सर आउट भन्नु आउट भएको बाहिरकोले भन्न पाइयो है नेक्स्ट टाइगर एक्सट्रिम एक्सट्रिम नेक्स्ट टाइगर नेक्स्ट टाइगर एक्सट्रिम नेक्स्ट टाइगर एक्सट्रिम नेक्स्ट टाइगर एक्सट्रिम नेक्स्ट टाइगर एक्सट्रिम एक्सट्रिम यहाँ पनि आउट है दुईजना आउट होइन कहाँ नि फास्ट हुनु पर्छ होल्ड गर भने त थाहा पाइहाल्छ नि त अनि होल्ड गर भने त थाहा पाइहाल्छ नि होल्ड गर्दा त थाहा हुन्छ कहाँ हुन्छ त्यसरी ल फेरि स्टार्ट एक्सट्रिम नेक्स्ट टाइगर एक्सट्रिम नेक्स्ट टाइगर एक्सट्रिम एक्सट्रिम नेक्स्ट टाइगर एक्सट्रिम नेक्स्ट टाइगर एक्सट्रिम 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 नेक्स्ट टाइगर एक्सट्रिम नेक्स्ट टाइगर एक्सट्रिम 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 नेक्स्ट टाइगर एक्सट्रिम नेक्स्ट टाइगर डोरी भएन क्या त्यहाँनिर ठिक छ बुझ्नु न होइन यसो गर्नु न बुझ्नु न आफूले बुझ्नु न होइन लाइन आफूले बुझ्नु न एक्सट्रिम नेक्स्ट टाइगर एक्सट्रिम 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 नेक्स्ट टाइगर एक्सट्रिम नेक्स्ट टाइगर एक्सट्रिम नेक्स्ट टाइगर एक्सट्रिम 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 ल दुईजना आउट है दुईजना आउट एक्सट्रिम नेक्स्ट टाइगर एक्सट्रिम एक्सट्रिम नेक्स्ट टाइगर यहाँ सर रमेश सर गइसक्नु भाइ रमेश सर आउट भइसक्नु भयो रमेश सर यो डोरी अझै उता तान्नु नि एकचोटि डोरी अझै तान्नु यहाँ परेन अझै तान्नु न भयो ल भयो ल नेक्स्ट टाइगर भन्नुहुन्छ है एक्सट्रिम नेक्स्ट टाइगर ल को गएको छ है ल हाम्रो पिकनिक टोली अहिले हामी फर्किने क्रममा छौँ ल पढौ ल हामी रात्रिको यात्रामा हामी अगाडि दुईटा बाइक लु हामी फर्किसक्यौँ मैले लु है साना साना पिप्ला धेरै नखाउ कान्छी छेरौटीले टिप्ला माछी मारा हो दाइ हो भरेलाई चटनी माछी मारा हो दाइ हो भरेलाई चटनी माछी मारा